हेलो गाइज नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो होली विशेष एउटा प्रोग्राम भइरहेछ। हामी चाहिँ त्यहाँ जान लागिरहेछौँ। कुन ठाउँ हो के हो त्यो चाहिँ हामीलाई थाहा छैन। म गएर तपाईँहरूलाई देखाउने छु है त। लेट्स गो। ल हामी हिँड्दैछौँ। यो ठाउँ चाहिँ अलि टाढा नै छ। सो गाडीमा बसेर मजाले यताउति हेरिरहेको छु मैले नि। यस्तो यो गाइज 3 जना गएको थियौँ, अगाडि दाइ र भाउजू। पछाडि मैले कुदै देखाउँछु है दाइ र भाउजूलाई। भाउजू अनि दादा अगाडि मस्तले क्या गफ गर्दै हिँड्दैछन् यार। अनि होलीमा गएर नाचिरहेको क्या। अनि मलाई पनि मैले नि गर्लफ्रेन्ड बनाउनु पर्ने रहेछ जस्तो लागिरहेको क्या मन होइन। तर गर्लफ्रेन्ड कसैले नबनाऊ है केटा हो। गर्लफ्रेन्ड भनेको के हो थाहा छ तपाईँहरूलाई? पासो। ओह, मैले सानो उसबाट यस्तो भिडियो बनाइरहेको छु। होली हामीले यहाँ त्यस्तो नै होली मनाएको थियौँ। ऊ त्यो तलको पोखरी छ नि, यो पोखरी, त्यसमा चाहिँ समात्दै डुबाउँदै ऊ त्यो पोखरीमा। हाम्रो हाइटुलाई चाहिँ यो है, म चाहिँ यसरी गइरहेको थिएँ रङ लाएर। अनि त्यहाँ हाम्रो प्रोग्राम भएको ठाउँ चाहिँ यो हो। कोपन काटेर जानुपर्छ, कागजको कोपन है। अब म त कोपन भने के होला, कागज दियो म त पैसा माग्यो, कागज दियो। अब यो कागज के काम भनेर फालिदिएको पैसा नि रहेछ यार त्यो कागज भने, कोपन रहेछ। भाउजू र दादा अगाडि हिँड्दै गइसिन्छ। हाम्रो चाहिँ अब आउनै लाग्यो। ऊ त्यो हाम्रो एसपी लेख्या होला। दादा चाहिँ त्यहाँभित्र गइसक्यो। रङ लगाएको मान्छे देख्नुभयो होला हजुरले। हाइटुलाइट हामीले त्यसरी राखेछौँ। अनि यहाँ 3वटा डिस्पेन्सरहरू छ, मिक्स बेरी लेमन लिची गरेर। अनि त्यो डिस्पेन्सरमा हालेर हामीले दिन्छौँ। दादा अहिले काम गर्न लागिसक्नु भएको छ। म चाहिँ यता भिडियो बनाइरहेको छु हल्का। अनि गाइज मैले एउटा क्या त्यहाँ गएर थाहा पाएको, यस्तो टोइलेटको ढोका पनि हुने रहेछ कि। यस्तो वासरुमको कतिपय टोइलेट त बुझ्न सक्नु होला, वासरुम क्या वासरुम। मुख मात्रै टोडिने, आँची गर्दाखेरि पनि मुख मात्रै टोडियो लाज नहोला जस्तो क्या। अचम्मै लाग्दो ढोका क्या। हेर न पुरै त्यति हो। अनि म पनि भित्रबाट गएर आएँ, अलि टी सर्ट मिलाउँदै थिएँ त्यहाँनिर बसेर। ढोका हेर्दा हाँस लाग्ने कि मलाई वासरुमको। अनि दादा चाहिँ भित्रै होइसिन्थ्यो। एकछिनमा दादा आउनुभयो। अनि त्यसपछि हामी पनि गयौँ फेरि। यो चाहिँ अगाडिको है। हामीलाई ठिक्कै जाम भएको बेला यहाँ अगाडि एउटा बाइकवालालाई चाहिँ ट्राफिकले समातिरहेको थियो। त्यहाँ पुग्नुभन्दा अगाडिको हामीलाई पनि कस्तो मनमा डर लागिरहेको क्या। गाडीभरि सामान कुचेर लगिरहेको थियौँ। कतितिर समात्छ जस्तो लागिरहेको क्या। तर केही छैन, हामीलाई केही गरेन। दादा र भाउजू अगाडि चाहिँ मस्तले गफ गर्दै बस्या। तर जे होस् दादाले भाउजू चाहिँ पाक्कै हो क्या। घुमाउन ल्याएको फेरि दादाले भाउजूलाई आज घुमाउन ल्याएको। उता हाम्रो काम गर्न पर्ने अवस्था आइरहेछ। एकछिनमा देखिन्छ, आज निक्लिन्छ। कति काम छ के थाहा। यो चाहिँ हाम्रो काठमाडौँ जिल्ला अदालत। त्यसपछि उच्च अदालत चाहिँ उतापट्टि छ। यो हामी जाँदाखेरि खिचेको क्या।
अनि हाम्रो यसमा लोगो टिकटकको देखिरहेछ नि त अगाडि। यो चाहिँ उसमा मैले टिकटकमा भिडियो बनाएको थिएँ, मोबाइलमा स्टोरेज नै नपुग्ने क्या मेरो मोबाइलमा के भएको नि। त्यही भएर टिकटकबाट तानेर एउटा एउटा गरेर अहिले जोड्नलाई पनि अलि असजिलो भइरहेको थियो क्या। म चाहिँ मजाले पछाडि बसेर म त राजा हो, आहा के गर्नु, अगाडि दाइ बाउजू छन्, केही बोल्न पनि भएन। गरी खाऊ भन्ने हो मैले त, अरू केही छ त काम। ल बाई बाई।